नमस्कार, राधे राधे। आज म यस्तो कुरामा तपाईँहरूसँग गर्न गइरहेको छु। हामी वैदिक सनातन धर्म नेपालीहरू यति शक्तिशाली छन्, यति पावरफुल छन्, तर हामीले आफ्नो धर्मलाई चिन्न सकेका छैनौँ, आफूभित्रको पावरलाई चिन्न सकेका छैनौँ। हामी एउटा प्रकृति पुज्ने, पञ्चतत्त्वलाई पुज्ने, पृथ्वी जल तेज वायु आकाशलाई पुज्ने हामी जुन ऋषि महर्षिका सन्तान हौँ। हामी अहिले आकृतिमा हामी अडिरहेका छौँ, हामी स्वरूपमा अड्किरहेका छौँ। गणेशको मूर्ति यस्तो छ, देवीको मूर्ति यस्तो छ, या कृष्णको मूर्ति यस्तो छ, हैन? हामी त्यसमा अड्किरहेका छौँ किनभने हामीमा ज्ञान भएर पनि हामीले युटिलाइज गर्न सकिरहेका छौँ। त्यो ज्ञानलाई हामीले सही ठाउँमा उपयोग गर्न सकिरहेका छैनौँ। वास्तविक भन्ने हो भने नेपालीहरू, नेपाल हेर्नुहोस् है, आज भन्दा हजारौँ वर्ष पहिला तपोभूमि नेपालीहरूले यति शक्ति आफ्नै घरमा निहित राख्दथे, जो आफूले काममा होस्, आफ्नो बोलीमा होस्, व्यवहारमा होस्, त्यो शक्तिबाट आफ्नो जीवन उपयोग गरिरहेका थिए, हैन? हरेक घरमा चाहिँ शक्तिको प्रभाव हुन्थ्यो। जान्ने, तन्त्र, मानव झारफुक गर्ने व्यक्तिदेखि लिएर बोलीको चाहिँ सत्यता रहन्थ्यो। हरेक समयमा सेकेन्डमा मान्छेले शक्तिको प्रयोग गर्थे। तर अहिले छ त छैन। किन? अहिले हामी यति आडम्बर गर्न थालिसकेका छौँ। विदेशी धर्म, विदेशका चाहिँ नक्कलहरू गर्ने, आफ्नो धर्ममा के हो भन्ने बुझ्न सकिरहेका छैनौँ। नेपालमा रहेका जति पनि धर्मानुरागीहरू हुनुहुन्छ, वैदिक सनातन धर्मलाई मान्नुहुन्छ भने हाम्रो धर्म तन्त्रसँग सम्बन्धित छ। हामी नेपालीहरू बढी तान्त्रिक या तन्त्रमा विद्यामा चाहिँ बढी निपुण छन्, तर हामीले त्यसलाई प्रयोगमा ल्याउन सकिरहेका छैनौँ। किन हामी अहिलेको समयमा हामी भगवान भन्छौँ, होइन? भगवान हुनुहुन्छ, त्यो सत्यता हो, त्यसमा दुई मात्रै छैन। म भगवानकै भक्त हो, म पनि देवीको भक्त हो, म कृष्णको भक्त हो, शिवको भक्त हो, त्यसमा दुई मात्रै छैन। तर कुन तरिकाले हामी भगवान प्राप्त गर्छौँ त? शक्ति के उपासना गरिरहेका छौँ, कुन शक्तिको हामी उपासना गरिरहेका छौँ, यो कुरा बुझ्न जरुरी छ। कि न कि किताबको किरो मात्रै होइन, त्यो पाठ मात्रै एउटा आधार होइन, त्यसमा हामी शक्तिको प्रभाव बुझ्नु पर्यो। हामी स्वतः तपोभूमि हो। देव नारद मानौँ ऋषि महर्षिहरूले आज तपस्या गरेको तपोभूमिमा उसका सन्तानहरूको शक्ति क्षीण भएकै हो त? होइन नि। त्यो शक्ति हामीले चिन्न सकेका छैनौँ, त्यो शक्तिलाई उजागर गर्न सकिरहेका छैनौँ, आफूभित्रको शक्तिलाई हामीले प्रस्फुटन गर्न सकिरहेका छैनौँ। हामीभित्र त्यो कमी हो। हामी वृन्दावन, मथुरा, हरिद्वार, सारा जान्छौँ, हैन? हामी त्यहाँको नक्कल गर्छौँ, त्यहाँको वास्तुस्थिति बुझ्छौँ, अनि यहाँ त्यही थाल्छौँ। तर हामी आफ्नो भित्र रहेको शक्तिलाई बुझ्न जरुरी छ नि त। पशुपति जानुहोस् त, मणिकर्णिका घाट भन्दा कति शक्तिशाली छ त्यहाँ। लासहरूको हेर्नुहोस् त्यहाँ, अनि तन्त्रको विद्या कस्तो छ त्यहाँ हेर्नुहोस्। तान्त्रिक नेपालमा को छैन? कस्ता शक्ति छ नेपालमा तान्त्रिकको? विदेशीहरू लालायित भएका छन् नेपालमा आउन, पशुपतिको दर्शन गर्न, गुह्येश्वरीको दर्शन गर्न। गुह्येश्वरीको प्राङ्गणमा तपाईँ गएर बस्नुहोस् त, तपाईँको मनभित्रका पञ्चतत्त्वहरू, तपाईँ शरीरभित्रका पञ्चतत्त्वहरू कसरी उजागर हुन्छ? तर हामी त्यो कमी छ। हामी वैदिक सनातन भन्छौँ, धर्मशास्त्रलाई हामीले एउटा व्यापारको रूपमा हेरिरहेका छौँ। एउटा परिकल्पना गर्नुहोस् आफैभित्र। त्यसैले हामीले आफ्नो भूमिलाई चिनाउनुको लागि पञ्चतत्त्वमा निहित रहेर शक्तिको उजागर गर्ने हो भने हामीभित्र हरेक कुराको सामर्थ्य छ। हामीभित्र तपाईँ ध्यानमा मग्न हुनुहोस्, एकान्त प्रेम ठान्नुहोस्। त्यो एकान्त भनेको के हो? प्रकृति हो नि त, हैन? जहाँ हरेक कुराको सम्भावना छ। जलमा गएर तपस्या गर्नुहोस्, त्यहाँ हरेक कुराको सम्भावना छ, तर हामी त्यो गर्दैनौँ। अनि अर्काले गरेका प्रभावहरूलाई चाहिँ, अर्काले गरेका कुराहरूलाई चाहिँ हामी खण्डन गर्छौँ। किन? आफू गर्न पनि नसक्ने, अर्काले गरेका कुराहरूलाई हामी खण्डन पनि गर्ने हो। हामी नेपाली बिग्रेको कारण यही हो। एकले अर्कालाई होच्याउने, हेर्नुहोस्, वैष्णवले शैव धर्मलाई या शाक्तले हरेक कुरा के एकले भन्न खोजेको उदाहरण मात्र हो। एकले अर्कालाई हामीले कति चाहिँ तुच्छ तरिकाले अथवा अपहेलना तरिकाले हामीले हेर्न सक्छौँ, तर यो गलत हो। त्यसैले हामी वैदिक सनातनमा अडिग रहेका हामी नेपालीहरू
यति पावरफुल छन्। आफ्नो शक्तिलाई उजागर गर्नुहोस्। बिहान दैनिक रूपमा तपाईँ गायत्री मन्त्र जप गर्नुहोस्। आफ्नो भगवान विशेष कुन रहेछ, निराकार स्वरूप भगवानको कुनको चाहिँ तपाईँ ध्यान गर्नुहुन्छ, जप गर्नुहुन्छ, उहाँको विशेष तरिकाले जप गर्नुहोस्, विधि पुर्याएर जप गर्नुहोस्। तपाईँको हरेक समस्या समाधान आफैबाट पाउनुहुनेछ। घरमा कसैलाई समस्या पर्यो आफैले समाधान गर्नुपर्छ, वैदिक विधिबाट, तन्त्र विधिबाट। त्यो हामीभित्र सामर्थ्य छ। यो आजको लागि छोटो मिठो यति नै। जय श्री राधे।